हेलो हजुर दर्शन नमस्ते। हाम्रो यात्रा सुरु हुन्छ अर्जुन चौपारी नवग्रह मन्दिरबाट। हामी चाहिँ बहिनीसँग माथि नवग्रह मन्दिर हेऱ्यो। यो बहिनीको घरहरू यताउति यो अर्जुन चौपारीको दृश्यहरू। त्यहाँ साँझको आरती सकेपछि हामी यताउति घुमघाम गऱ्यौँ। एक दुईवटा भिडियो बनाउन रमाइलो दृश्य, राम्रो ठाउँ, एकदमै राम्रो ठाउँ रहेछ। फोटोसोटो खिचियो, रमाइलो भयो एकदम। त्यहाँको दृश्यहरू एकदम रमाइलो देख्नु रहेछ। त्यसपछि पूजासुजा गरियो। अनि हाम्रो यात्रा सुरु भयो पोखराको लागि। हामी साँझ पोखरा पुग्यौँ। पोखरामा फोटो खिच्यो, दोस्रो दिन बिहानबाट हाम्रो यात्रा सुरु हुँदै थियो। मुस्ताङको लागि ट्रेडिसन परिवार अथवा हाम्रो ग्रुपिङ भनौँ, त्यहाँदेखि हामी लाग्यो बिहान उठेर बिन्दवासिनीतर्फ। त्यसपछि हामी लाग्यौँ बागलुङ कालिकातर्फ। बागलुङ कालिकामा हाम्रो धेरै लामो प्रोग्राम थियो। हाम्रो साधारण सभा केही थियो ट्रेडिसनको। अनि त्योभन्दा पहिले हामी एउटा सल्लाह गऱ्यौँ महिलाहरूलाई चाहिँ मन्दिर दर्शन गर्ने र हामी चाहिँ यसो पुलको अवलोकनपछि हाम्रो साधारण सभा सुरु गर्ने भनेर हामी पुलतर्फ लाग्यौँ। महिलाहरू चाहिँ मन्दिरतर्फ जानुभयो। मात्रै थियो पुलमा। एकदमै राम्रो यो एसियाकै अग्लो र लामो पुल पनि रहेछ। साह्रै राम्रो रमणीय दृश्यहरू देखिने। साथीहरू रमाइलो गर्दै हुनुहुन्छ। त्यसपछि हाम्रो एउटा साधारण सभाको मिटिङ केही घन्टा चल्यो। त्यस सकेपछि दिदीबहिनीहरूको पनि मन्दिर दर्शन सकिसकेको रहेछ। त्यसपछि त्यहाँदेखि हामी खाना खाएर लाग्यौँ मुस्ताङतर्फ। मुस्ताङ जाने क्रममा यो बेनी पर्दो रहेछ बिचमा। बेनी बजारमा फोटोसोटो खिच्यो यसो। बेनी पछि जाँदा जाँदै हामी लाग्यौँ यो गलेश्वर धाम। गलेश्वरको मन्दिर दर्शन गरियो। एकदमै राम्रो, एकदमै धार्मिक स्थल रहेछ। यहाँ पनि यहाँको दर्शन रमाइलो भयो। त्यसपछि जाँदै बाटो यताउति थियो, अप्ठ्यारो थियो। हामी रुप्ची झरना रहेछ यो। अति नै रमणीय दृश्य। आँखाले हेरेर कहिल्यै पनि नथाक्ने र त्यो हेरौँ जस्तो लाग्यो। फोटो भिडियो खिच्यो। सबैजना खुसी नै भयो। अनि त्यसपछि लाग्यौँ हामी हाम्रो काठमाडौँ बस्ने सल्लाह भएको थियो। त्यही दिन राति हामी त्यहीँ काठमाडौँ बस्यौँ। त्यसपछि बिहान हामी अप्पर मुस्ताङ जाने भनेर लाग्यो। बिहानै उठेर यो बिचमा भर्खर शुभ बिहानीको घामसँगै फोटोहरू यस्तो ताजा ताजा, यस्तो रमणीय दृश्य। डाँडा काँडा हेर्दै न केही छ न केही
त्यस्तो समस्या हुँदो रहेछ। हामी चाहिँ गरी केही खाँदै बाटोमा रोक्दै पिसाब त यति लाग्ने कि एक घन्टा आधा घन्टामा पिसाब लागे गर्ने रहेछ त्यो चिसोले। तपाईँको -16-17 नै हुँदो रहेछ। त्यस जाने क्रममा बिचमा यो लोप्साङ भन्ने ठाउँ दरबार रहेछ, यहाँ गएर हामीले खानासाना खाइयो, यसो फोटो भिडियो खिच्यो, त्यहाँको गाउँहरू यसो घुमियो। त्यस पश्चात हामी लाग्यो यो केरला नाका ठ्याक्कै माथि उतापट्टि चीनले चाहिँ राम्रै बिल्डिङहरू बनाएर बसेको रहेछ। तर नेपालतर्फ चाहिँ खासै केही नरहेछ। यो हाम्रो चाहिँ पिल्लर हो, 24 नम्बर रहेछ। यति चिसो 10-15 मिनट यत्तिकै बाहिर बस्यो भने त आइस नै ठ्याक्कै जमिने त्यस्तो चिसो। त्यस पश्चात हामी केही समयपछि सामान केही लियो, हामी फर्क्यौँ फेरि कागबेनीतर्फ जहाँ बसेका थियौँ। त्यसपछि यहाँ जानलाई 7 घन्टा लाग्ने रहेछ। 7 घन्टा जान 7 घन्टा आउन, यति बाटो खराब। अब यहाँ अरू ग्रुपिङ पनि यति हावा छ एकैछिन यसरी बसेर ठहरेर 4-5 मिनट यत्तिकै बस्ने त पुरै आइस ठ्याक्कै जमे जस्तो हुने रहेछ। सबजना ग्रुपमा बस्नु त। يلا حبيبي تعال نيبال، هذا تشاينا، هذا نيبال، هذا نيبال. हामी त्यहाँबाट फर्क्यौँ।
यो चाहिँ हो कागबेनी धामतर्फ। यहाँ चाहिँ पितृदेवता दर्शन होइन बगाउने हो त्यो बगाउने त्यस पश्चात हामी बिहानको टेम्परेचर लगभग -3 जति कति थियो तल। त्यसपछि हामी लाग्यौँ मुक्तिनाथको यो द्वार। ल अब सिँढी चढ्दैछौँ हामी मुक्तिनाथ देवको। त्यस मुक्तिद्वार पनि भनेको रहेछ। यति बडो मुस्किलले पार गर्ने यति चिसो पानी शरीरमा खुट्टाले केही पनि खान गएन। त्यसपछि लागेर यो कुण्डमा स्नान गरेर डुब्की लगाएपछि पापहरू त्योहरू सबै नष्ट भएर जान्छ अरे। यो दुईवटा कुण्डमा गर्नुपर्ने रहेछ। कुण्डमा डुब्की लगाएपछि खुट्टाले केही पनि थाहा पाएको छैन। यति चिसो हो, यति चिसो 12 कि 13 थियो त्यति बेला। महादेवको नामहरू व्यवस्था लोटे लोटे त्यही छप्प गरे हुन्छ कि हातखुट्टाले भयो 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 कुण्डबाट भयो कुन पैसा हुन्छ, पैसा निकाल्यो भने अति नै राम्रो हुन्छ अरे। मैले कोसिस गरेर निकालेँ। अर्को कुण्डतर्फ भयो त्यो सिधै आयो हुन्छ। ट्राई गर्छु भने 2-3 चोटि भयो भयो आइज उता कपडा लगाइहाल्नु। त्यस पश्चात हामी महादेवको दर्शन गरियो, पूजासुजा गऱ्यौँ, महादेव शरीर चढायौँ। त्यसपछि उतापट्टि मुक्तिनाथभन्दा उतापट्टि एउटा राम्रो भ्यू आउने ठाउँ चाहिँ कति राम्रो के कति राम्रो। त्यहाँ गएर फोटोहरू खिच्यो। अर्कै अनुभूति, अर्कै ठाउँमा भयो जस्तो हुने। सबैजनाले ग्रुप फोटो पनि खिच्यो। त्यस पश्चात माथिबाट हिँड्दै हिँड्दै यो हामी यो गाडी राखेको ठाउँमा तल झऱ्यौँ। त्यहाँबाट पनि अति रमणीय, अति राम्रो देखिने हिमाल। हामी त्यहाँ आएर केही तस्बिरहरू खिच्यौँ। अनि त्यसपछि हामी फर्क्यौँ फेरि कागबेनी। माथिबाट झर्दाखेरिको दृश्यहरू यति रमणीय देखिने।
माथि केही नभएको क्याम्प फायर रुम तिमीलाई चाहिँ रुम भन्दा तिम्रो रुम चाहिँ धनिया सक्छ नि बेग्लै Oh, 1, 2, 3. गाना गाना Yes, music. नमस्कार ल फेरि जोको पनि आएछ त नि अब एउटा चाहिँ पुरानो यो पुरै आफ्नो भाइको लाइट कम भयो म पनि छुटेँ सबै थोको ग्रुपमा पठाउने टक्कसँग सबैजना ल गुड मर्निङ अल